Namaste and welcome. This is your Gurun Keto. Welcome to my yet another new blog and welcome to my channel, my beautiful YouTube family. So आजको ब्लगमा म हजुरहरूलाई बेस्ट दिस इज द बेस्ट मोमोको अचार एन्ड यु क्यान दिस इज द मोमो डिप आज हजुरहरूसित सेयर गर्न गइरहेको छु है हेर्नु होला है कुन कुन इन्ग्रिडियन्ट आज मैले युज गर्दैछु एकदम यो हजुरहरूले युज गर्नुभयो भने यो सामान हाल्नु भने एकदम मिठो हुन्छ अचार टक्क पिरो र एकदम मिठो हुन्छ है सो सेल वी स्टार्ट स्टे विथ मी थ्याङ्क यू आजको मेरो मोमोको अचारको सामग्री हेर्नु है मैले यहाँ 4-5 वटा यो जस्तो लसुनको केसर ल्याएको छु यहाँ अलिकति टिमुर यहाँ भुटेको रोस्टेड यो पिनट हो बदाम अरू यहाँ रोस्टेड हजुरको सेतो तिल है यो बर्स चिली एकदम यो पिरो हुन्छ टक्क यसले मिठो पनि गर्छ है एकदम स्वादिलो गर्छ अरू यहाँ मैले अलिकति बेसार र स्वाद अनुसार नुन र यहाँ 4 टमेट कोल्ड ल्याएको छु टमाटो ओके मैले टमाटर ल्याएको छु है हेर्नु है मेरो मेरो सामग्री टुडे आज मेरो इन्ग्रिडियन्ट्स यही है हेर्नु है हजुरले ओके के गर्नु पर्यो यो भुटेको तिललाई यहाँ धुलो बनाउनु पर्यो है गाइस यो धुलो बनाउनुको लागि मैले अब के गर्दैछु यो हाम्रो ब्लेन्डर जार छ यसमा म खनाउँछु है यो बदाम पनि यससँगै मिक्स गरिरहेको छु है अब बदाम र यो तिललाई हामीले पहिला यहाँ पाउडर गर्नुपर्छ है गाइजहरू पाउडर ओके सो भुट्नुपर्छ है गाइस यसरी टिमुर पनि हल्का थोरै ल्याउँछु टिमुर सो मैले सिचुवान कर्न यसलाई भन्छ सिचुवान कर्न ओके इङ्ग्लिसमा सिचुवान कर्न ओके सिचुवान कर्न र टिमुर पनि यहाँ त्यसैमा एड गरिदिने है गाइस यही धुलोकोमा एड गरिदिने यसरी एड गरिदिने यसलाई पनि अब धुलोसितै मिक्स गरिदिने यसले हाम्रो एकदम मिठो स्वाद बनाउँछ यसले है धुलो बनाउनुपर्छ है हेर्नु है हजुरहरूले यसरी यो धुलो यसरी बनाउनुपर्छ है यहाँ धुलो यसरी धुलो हुन्छ है दुईटाको मिक्सचर यसरी धुलो हुन्छ यो जिरा पनि हल्का भुट्नुपर्छ है यसरी जिरा सरी मैले जिरा पनि एड गर्नु बिर्सेछु यो जिरा पनि यसरी हल्का जस्ट लाइट स्वाथे गर्नु हल्का यसरी लाइट स्वाथे गरेपछि हल्का लाइट अलिकति रोस्ट भएपछि यसको धुलो छिटो हुन्छ र स्वाद पनि यसले बनाउँछ फेरि cumin seed okay पड्केको आवाज सुन्नुभएछ नि क्र्याकलिङ आवाजहरू यसरी पड्किनु पर्यो है अब यही धुलोमा हामी यो जिरा पनि मिसाइदिने यसलाई जिराको पनि धुलो गर्नुपर्छ है जिरालाई एड गरिदिने यसैमा ओके जिरा मैले यहाँ यसको लागि अचारको लागि यो वोक ल्याएको छु है हजुरले मेक स्योर यो गर्नुहोस् कि नन स्टिक वोकहरू युज गर्नु होला यो मैले अलिभ ओइल यहाँ अलिकति अलिभ ओइल हाल्छु है यसरी अलिभ ओइल हल्का तेल हाल्ने ओके यसरी तेल तात्नु दिनुहोस् हजुरले है तेल तातेपछि तपाईँलाई अरू सामग्री अरू इन्ग्रिडियन्ट्सहरू हजुरले एड गर्नु होला है हल्का तेल ओके है अब मेरो के छ नेक्स्ट स्टेप यही यो लसुन हालिदिने लसुन हालेपछि यसरी चलाउने हो है चलाउने हल्का चलाउने लसुन हल्का हल्का रातो होस् हल्का रातो भएपछि अब हामीले यो खुर्सानी यो चाहिँ हो बर्ड चिली है एकदम पिरो हुन्छ त्यो पनि हल्का एड गरिदिनु अब नेक्स्ट हजुरहरूको अब कति पिरो खान सक्नुहुन्छ हजुर यो आफ्नो स्वाद अनुसारहरू खुर्सानीहरू एड गर्नु धेरै पिरो खानुभयो भने हजुरले राख्नु होला अरू थोरै पिरो खानुभयो भने यो घटाउनु होला है यसको परिमाण है अब मैले नेक्स्ट यो टमाटर यो मैले 4-वटा टमाटर काटेर राखेको छु है टमाटर यो मैले 3 किलो टमाटर राखेको छु किनकि यहाँ स्किन निकाल्न सजिलो हुन्छ है तपाईँले मसिनो गरेर राख्नु सक्नुहुन्छ र मैले यहाँ यसलाई जस्ट स्वाथे गरेपछि यसको स्किन पनि निकाल्नुपर्छ अलि राम्रो हुन्छ है यसले स्किन बाहिरको अरू स्किनलाई निकाल्यो भने ठ्याक्क र फाइन स्मुथ प्युरी भन्छ है ठ्याक्क फेरि आवाज कस्तो राम्रो आइरहेको है भन्नुलाई है अलिअलि ठ्याक्क यो बेसार र नुन है यो बेसार र नुन पनि यो ठ्याक्क
स्वाद अनुसार एड गर्नु होला है। यो चाहिँ मैले भनेको थिएँ हजुरहरूलाई, यो अलिक ठुलो गरेर राखेपछि यसको हेर्ने बोक्राहरू हेर्ने आफै यहाँबाट छुट्छ है। यो बोक्रालाई चाहिँ ट्याक्क यसरी यहाँ यसरी गर्ने बित्तिकै यो बोक्राहरू कसरी आउँछ है, बाहिरको आउटर स्किन, यो स्किनलाई यसरी फालिदिने, स्किनहरू ठ्याक्क तातो छ ट्याक्क यो टङको साथ टङको हेल्पले ट्याक्क ट्याक्क यहाँ यसरी स्किनहरू आउँछ, ट्याक्क स्किनहरू बाहिरको स्किनहरू नि सर्लक्क सर्लक्क आउँछ यसरी स्किनहरू। यो हजुरहरूको निकाल्दियो भने चाहिँ राम्रो हुन्छ नि, एकदम फाइन पेस्टहरू भन्छ यसको, फाइन प्युरी है। ए ठ्याक्क सबको स्किनहरू यसरी निस्किन्छ है, हेर्नु स्किन एउटा पनि लागेको छैन है। यसले हजुरको एकदम फाइन प्युरी गर्नुको लागि एकदम हेल्प गर्छ है। यसरी गरेर गर्नुभयो अझै स्वाद बढ्छ है गाइस। अब हामी यो ब्लेन्डर जारमा यो है पकाएको टमाटर लसुन खोर्सानी यो जारमा ब्लेन्डिङ जारमा हामी हालेर चाहिँ ब्लेन्ड गर्नु लागि है। भुटेको यो बदाम टिमुर तिल र जिरा है यसैमा है टमाटर पकाएको टमाटरमा हामी मिसाइरहेको छौँ है। यसरी मिसाउनु होला हजुरहरूले। हेर्नु है म यसमा खनाइरहेको छु, यो भाँडामा ट्याक्क यसरी खनाउने, है आफ्नो घरमा ट्राई गर्नु होला, खाएर हेर्नु होला यसरी यो अचार बनाएर एकदम मिठो छ है यो अचार।